पानी परेछ बिजोक रमाइलो राम्रो महसुस गर्नुहुन्छ हेल्लो यार तपाईँ मैले कुनै पनि गुण देखेन भने तपाईले म रिजेक्ट भनिदिन सक्छु हेल्लो गाइस नमस्ते स्वागत छ तपाईहरुलाई हाम्रो नयाँ भिडियोमा हामी चाहिँ चारजना पानी परिरहेको छ पानी परेर बिजोक भएको छ हैन अनि गाइस देख्न सक्नुहुन्छ यतातिर होलेरी बजार एकदम कुहिरो लागेको छ यहाँ चाहिँ हाम्रो भयंकर विकास निर्माणको कार्यहरू भएर हाम्रो बाटो पिच भइरहेको छ अनि सिमसिमे बाटो बनाएको छ हामी एकजना छाताहरु हुने बाटो पिच भएको खुसियालीमा अटो नचरेर हिँडेर घर गएर हो कि हैन पत्रकार तालिमले हामीलाई धेरै परिवर्तन दिइसक्यो भने गाइस त्यही भएर चाहिँ अब यहाँ चाहिँ मेरो गाँठ राखेको छु छाताहरु हुने यहाँ चाहिँ मेरो गाँठ राखेको छु छाताहरु हुने बुढी काट हैन धनसरीको जीको धनसरी मिसको बुढी काट नपाउँदा म आफूलाई गर्व भविष्यको पत्रकार हुने भनेर हैन हामीले आजदेखि नै भ्लग स्टार्ट गरेको तपाईहरुलाई रमाइलो महसुस भइरहेछ हैन पानी परेछ बिजोक रमाइलो राम्रो महसुस गर्नुहुन्छ राम्रो तपाईहरुको भरिको लागि हो हामी जिन्दगी भएर हैन अहिले चाहिँ नभनौं भविष्यमा पत्रकार हामी चाहिँ आजदेखि नै यदि तपाई स्टार्ट गरेको यदि तपाई टिक्न सक्नु भएन भने तपाईले के हुन्छ टिक्न सकेन भने टिक्न सकेन भने के हुन्छ लास्टमा बिजोक हुन्छ आज चाहिँ हामी पत्रकारिता तालिममा गएर चाहिँ हामीले धेरै कुरा सिकिसकेका छौँ साथीहरू म चाहिँ मेरा साथीहरूलाई केही क्वेसन गर्न चाहन्छु के तपाईँ साँच्चीकै पत्रकार बन्छु भनेर जानु भएको तालिममा हजुर एकदमै भन्ने उद्देश्य बोकेर गएको हो गर्ने छौ पनि तपाईँ भन्नुहोस् तपाईँ के उद्देश्यले जानु भएको हो मेरो उद्देश्य भनेको म बोल्न सिक्छु पत्रकार बन्नुपर्छ भन्ने मेरो धारणा छ होइन तर आफ्नो बोलीको विकास होस् भनेको केही कुरा थोरै भने आफ्नो केही कुरा सिक्न पाउने म पत्रकार बन्ने भनेर चाहिँ गाड्दै मेरो पत्रकारमा त्यति इन्ट्रेस्ट पत्रकार बाहेक अरू क्षेत्रहरू पनि छ हामी पत्रकारमै जानुपर्छ भन्ने छैन तर त्यहाँबाट सिकेर हामी हरेक ठाउँमा गएर केही न केही गर्न सकौँ भनेर चाहिँ गाह्रो हो साथीहरू अनि गाइस हाम्रो चाहिँ आज त्यो तालिममा चाहिँ हामीले संवादको बारेमा चाहिँ धेरै कुरा सिकेका थियौँ हो कि होइन हो संवादमा सिकेका थियौँ अब चाहिँ हामी प्र्याक्टिस गर्दैछौँ साथीहरू भिडियो अन्तिमसम्म हेर्नु होला अब चाहिँ म पत्रकार बन्छु भने यतातिर चाहिँ अतिथिहरू हुनुहुन्छ हाम्रा अनि म चाहिँ उहाँहरूलाई क्वेसन गर्नेछु सुरु गरौँ अब चाहिँ म सुरु गर्दैछु दर्शक नमस्कार नमस्कार तपाईहरु हेर्दै हुनुहुन्छ holeri.com म हुँ धनसरी बस्नेत अनि यहाँनिर चाहिँ मेरा 3 जना अतिथिहरू हुनुहुन्छ जसले चाहिँ आज संवादको तालिम लिएर चाहिँ के कति सिक्नु भयो त के कति उपलब्धि भयो भनेर चाहिँ म उहाँहरूले प्रश्न गर्दैछु भिडियो अन्तिमसम्म हेर्नु होला र उहाँहरूको कुराकानी के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला स्वागत छ तपाईहरुलाई कार्यक्रम धन्यवाद नमस्ते तपाईहरुलाई पहिलो क्वेशन भन्नुहोस् अतिथिज्यूहरू तपाईहरुलाई कार्यक्रममा स्वागत छ धन्यवाद हजुरको नामबाट सुरु गर्नुहोस् मेरो नाम चाहिँ शान्ति बुढा मेरो नाम चाहिँ प्रेमा घटी अब भन्नुहोस् तपाईँ के साँच्चीकै पत्रकार बन्न भनेर चाहिँ तालिममा जानुभएको एकदमै मनदेखि नै गएको हो साँच्चै नै गएको हो अरूले कर गरेर गएको होइन आफ्नो मनदेखि फाइनली आज पत्रकारको तालिम दिन गएको चाहिँ हामी 5 दिन भयो अहिले हामी चाहिँ 5औं दिनमा छौँ अब 2 दिन बाँकी छ होइन 2 दिन छ भोलि र पर्सि चाहिँ मेन गरी विशेष हुन्छ र हामी भविष्यको पत्रकार हौ याद गर्नु होला पत्रकार भनेर मात्र हुँदैन पत्रकारमा हुनुपर्ने गुण पनि हुनुपर्छ के तपाईमा त्यो गुण छ हामी सिक्दैछौँ र पछाडि पनि आउने छ यदि तपाईमा त्यो गुण आएन भने तपाईँ के गर्नुहुन्छ म हिरो थाम भएर पढ्छु होला कि म फेसबुक एप खोल्छु के तपाईहरुले तपाईँ भन्नुहोस् तपाईले अब गाउँमा गएर रिपोर्टिङ गर्न सक्नुहुन्छ हजुर सकिन्छ तपाईहरु सक्नुहुन्छ तपाईँ त्यसरी लजाउनुहुन्छ तपाईँ यस्तो लाज हालेर हुँदैन पत्रकार बन्ने मान्छेको यस्तो बन्ने मान्छेको यो गुण फिटिकै होइन तपाईमा मैले कुनै पनि गुण देखेन भने तपाईले म रिजेक्ट भनिदिन सक्छु
एकदम राम्रै हाम्रो धनसरी पत्रकारले असाध्यै कडाइ गाइस अनि तपाईहरु भन्नुहोस् हजुर यदि तपाईहरु घामले घाम नभनेर पानीलाई पानी नभनेर खट्न सक्नुहुन्छ सक्छौँ तातो मार्नीमा चुटुप्प डुब्न सक्छौँ तातो मार्नीमा चुटुप्प डुब्न सक्छौँ के तपाईहरुले दबिएका आवाजहरूलाई बुलन्द गरेर गाउँमा सकारात्मक भावनाको पैदा गराउन सक्नुहुन्छ सक्छौँ हामी त्यो कसैलाई भिड नभनेर यस्तो भिडमा पनि हिँड्न सक्छौँ जस्तै अहिले हामीलाई घाम नभनेर पानीलाई पानी नभनेर बाटोलाई बाटो नभनेर कहाँसम्मको यात्रा हो हाम्रो यो गन्तव्य भनेको इन्डिया पारिसको नामसम्म हामी यसरी पिच गरे पिच बाटो होइन यस्तो मजाको पिच छ तपाईहरुले बाटोमा किन रमिता देखाइरहनु भएको छ रमिता होइन हाम्रो यो अमिता बच्चन हो यो तपाईँले रमिता भन्न पाउनुहुन्छ सो गाइस हाम्रो आजको भिडियो चाहिँ यति नै हो के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला र भिडियोलाई लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला